माने भन्ज्याङ त यस्तो बनाइदिइसकेको छ ल तापक्रम बढ्यो सर यहाँ पसल छ एउटा यहाँ न चिसो बाटो त ओहो यस्तो खतरा बाटो भएछ यार यहाँ त नि यहाँ गाडी हिँड्छ हैन ठुलो गाडी हिँड्दैन सुमो मात्रै हो यहाँबाट हिँड्ने सुमो पनि हिँड्दैन अहिले यहाँ गाडी कुनै पनि हिँड्दैन अहिले अहिले यहाँबाट गाडी कुनै पनि हिँड्दैन हैन यो बनाइरहेछ नि त अहिले बाइकमा बाइकहरु मात्रै हिँड्छ उसै त तेल छैन यहाँ त फिलिप जाओस् हामी धुलो खानुपर्छ बाटो यस्तो गोली बाटो बनाएको छ यार यहाँनिर वाह पहिरो अब यही हो के नेपालमा नि अब यो अब चाइनातिर भए भए यसलाई मलाई पुरै ढलान हानिदिन्थ्यो अब हो अवरुद्ध हुने नि अब अवरुद्ध हुने कारण यो हो क्या अब यसरी लिएर गएको छ नि यो माथिसम्म लिएर जानु पर्थ्यो कि भित्तामा टाँस्दैन हेर्न यस्तो छ अनि पानी पर्यो भने विभाग छ बन्द सबै बन्द भइहाल्छ नि भाइ जाँदैछ जस्तो छ धुलो उडेर र त बाटो त यो वन बाटो भएछ नि यहाँ अस्ति राति आउँदा के थाहा भएन बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी चलाउँदै बाइक चलाउँदै एउटा आयो कस्तो ठाउँमा आयो क्या ठ्याक्कै स्टार्ट अनि पानी हाल्दै आइरहेको रहेछ धुलो उड्छ भने अनि कतिचोटि हाल्नु पानी पनि है कति राम्रो रे रू है पे हुँदो रहेछ मलाई कहाँदेखि हाल्दै आऊ अब
त सबै ओह्रालो हो यहाँदेखि तर बाटो यहाँ चाहिँ यहाँ साङ्ग्रो भएछ किन हो ओइमा खेतको बाटो गरेर छ बनाउन बाँकी छ यहाँ खन्न नपर्ने रहेछ क्या यो यसम्म पार्ने मात्रै पुग्यो नि त वाह वहाँ पुग्नुपर्छ यार ऊ त्यो पिच भाटतिर भोलि ठाउँ है ल यो चप्पल कसको हो त्यही त यहाँ भाइ पनि प्लित भएर प्लित हुँदै गएर बाफ रे बाफ बाटो त यार बर्खा लागेको छ यस्तो गरेको छ हो नि सायद अब पिच हुन धेरै टाइम लाग्छ जस्तो तले हो बाहिर गयो त्यहाँ फुटाइरहेछ यहाँ पेट लाएर ढुङ्गा फुटाएर धन्यवाद डेन्जर हान्दो रहेछ है त्यसले त ट्याङ 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 गर्दो रहेछ त अनि तेल बचाऊ अभियान चाहिँ लास्टैसम्म हुने भयो यस वाह झरना अनि यो बाटो हेर सम्झिँदा त मासु हो कहाँ मासु हुन्छ यताबाट आउँदैछ नि Yes, please. Masuk tapi
ठिक छ जाउँ बजाउने कार्यक्रम जाउँ 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 यिनी हेलो बेबी बेबी निनी इरिसा बेबी हावा त चलाएछ हामी यता कुनाबाट जानुपर्छ क्या यो बना पनि धेरै भइसक्यो यहाँ छ यहाँ त हेर्न कत्रो वाल लगाएको बाहिर किन कुरेर हो उहिले ल्याएर हिँड्ने हामी तलतिर बस्यो ऊ त्यहाँ त्यहाँ अहिले त्यो भिर हेर्नुपर्छ यो बाटो कस्तो थियो क्या यार यो बाटो त मा बाइकले नतान्नु नसक्ने ठाउँ यहाँ होइन आमामा भिड त त्यहाँ अहिले नै होला कत्रो भिड रहेछ है भिड क्या कत्रो बाटो त कस्तो बनाएर कस्तो बाटो कस्तो भयो ए मुला अगाडि प्रेसर हाने नि प्रेसर यो धुलो भाइ त्यहीँनिर छ धुलोले त चिलिम चेट पार्ने भयो नि कस्तो गीत बजाएको थियो होइन गीत एक कानमा बजे अर्को बाटो चाहिँ त्यहाँबाट थियो क्या त्यो खास बिजुली बालेर
यदि बाटो त्यो घरको ठुलो बाटो भयो भने दुप्चेश्वर जाने बाटो यही हुन्छ होइन घरको बाटो ठुलो भयो भने त दुप्चेश्वर जाने बाटो त तिम्रो धेरै नै फरक परिहाल्यो नि मान्छेहरूले यही बाटो त्यहाँ घरसम्म तेरो घरसम्म 43 किलोमिटर हाम्रो सुकेधाराबाट 43 अनि त्यहाँबाट समुद्रटा 4 किलोमिटर दुप्चेश्वर पार भन्नु लगभग 5 किलोमिटर भन्दाखेरि पनि के बनाएको कहाँ डडा जस्तो खै त्यहाँ तलसम्म जाँदाखेरि 3.5 4 किलोमिटर 8 टोटल 10 भनेपछि 55 किलोमिटरसम्ममा त तेरो दुप्चेश्वरै पुग्ने हो नि सुकेधारा 55 किलोमिटरबाट भनेपछि त अनि तेरो उताबाट गयो भने चाहिँ 63 तिनपाने फोर पानी जाती है जाने र 10 मिनट हो र जाने भयो त जाउँदैन त के हो त जाने र फेरि खासा भने केही खाने मन छैन खासा केही नखाने हो त ल भने बोके केही छैन फेरि हो र यो बाटोमै छ हौ त्यहाँ घर त माथि हो बाटो हेर बाटो कस्तो बनाइस् मरिहाल्यो नि यो कहाँबाट आएको हो यो बाटो यो मुलाको साग हेर धुलो अनि यस्तो फ्रिडम छ अनि
यस्तो बाटोमा अनि उसलाई यसलाई त म स्वर्ग भइगयो नि कि